यताबाट हामी आयौँ। अब हामी तारकेश्वर महादेव मन्दिर जानलाई यो गेटबाट छिर्ने रे। गाडी पार्किङ उतातिर छ। अब भ्यू छोरो एकचोटि त्यहाँ भ्यू त लखर लखर 1.5 किलोमिटर हिँड्नु पर्यो गाइज। आचु जाडोमा ज्यान तात्ने भयो। पैदल यात्रा जारी छ पुरै। पैदल यात्रीहरू हाम्रो बेबी पनि हिँडेछ। सानो बेबी पनि हिँडेछ हाम्रो। सानोले सोध्न पर्यो कता हिँडेको भनेर। खै 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 सानो कता हिँडेको तिमी? कहाँ हिँडेको? मन्दिर। हस्। ओह माई गॉड। आम्मा कत्रो जम्प गरेको नि। जम्प गर्दै आज ला। खै सानो खै। ए सानो खै। तारकेश्वर महादेव। हो बाजे कता हिँड्नु भएको हजुर? के काठमाडौँ सहर देखिया छ यहाँबाट? ए हावा खाइदिया पुरै। तातो हावा चलेको त घाम लाएर क्या? यता हेर्नुहोस् त एउटा फोटो खिच्यौँ। ल जाम। होला नगर्नु होला। 9 बजे 10 मिनटमा हिँडेको बल्ल 9:22 भयो। भर्खर 12 मिनट भयो। 45 मिनट जति लाग्छ भने खान। तर यस्तो पाराले हिँड्दा त 45 को डबलै लाग्छ होला। भिडियो रेकर्डिङ हुँदैछ यहाँ। धन्यवाद। कताको हाइकिङ हो सर? तारकेश्वर महादेव। बेबी कता जान लाग्यो? मन्दिर। हिँड्दै हिँड्दै हल्ला नगर को हल्ला गर्ने पछाडि ब्याकग्राउन्डमा डगी पनि गएर आयो मन्दिर। ल हेर छोरो के गराउँदैछ? चिरबिर करा छ है। जङ्गलको बाटो चिरबिर हाम्रो जानु। बेबी यहाँ हिँड्नु भयो टुई। अब आए बेबी आए। कसरी आउँछ है? समाति है। स्याबास। दादा बेबी आउँदै गर। हामी जाँदै गर। सानो कता हिँडेको? मन्दिर। हामी हाइकिङ हिँडेको जस्तै हिँडेको हो। आउनुहोस् बिस्तारै आउनुहोस्। हस् लाठी टेक्दै नक्कले बेबी। बाटोमा पनि हेर्नुहोस् है लड्डीलाई फेरि। यता हेर्नुहोस् त। ल आउनुहोस्। बल्ल बेस क्याम्प आइसकेको हो। अलि हामी यहाँ आइपुग्यौँ। यहाँबाट अब तलतिरको भ्यू खत्रै छ। थाकेर आएको भक्तालुहरूले यहाँ यसो टाइम पास भेटाउनु भएछ। ल हेरौँ। आमा के गर्नुभएको भन? घर बनाउनु भएको हो भन। ले भत्कियो। फेरि बनाउनु पर्यो अब हामी। यो अर्को जिनीलाई घर बनाउँछन् अरे क्या यसरी। यहाँ बनाएपछि अर्को जिनीलाई घर हुन्छ अरे। ल ठुलो घर बनाउनु छ भने बुवालाई भन। हजुर ठुलो घर भन। ठुलो घर
यहाँ पनि जोग भयो। ल हामी जाँदै गर्छौँ हस् भन, हामी जाँदै गर्छौँ। अब हामी मुख्य द्वारमा आयौँ जस्तो छ। हल्ला नगर्नुहोस् रे, त्यहाँ लेख्नु भएको हल्ला नगर्नुहोस् भनेर। यसो हेर्दा तारकेश्वर छिर्ने गेट यही जस्तो लाग्यो, उकालो उकालो। बेबी, ए बेबी, आफै जाने हो हिँडेर? ल अब यहाँबाट जाऊँ। जाऊँ यहाँबाट हेरौँ के छ। ल हामी प्रवेश गऱ्यौँ सबैजना टुकचुङ 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 गर्दै। ल जाऊँ 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 जाऊँ, थकाइ मार्दै जाऊँ। बेबु हिँड्ने कि बोक्ने? हिँड्ने, टाढलाई नाकाली हिँड्ने। हेलो, हामी यो तारकेश्वर महादेवको बेसमा आइपुग्यो जस्तो छ। तारकेश्वर कुण्ड लेखेको छ। यता हेरौँ मम्मी। होइन होइन अझै हिँड्ने भन्छ, कहाँ पुग्नुपर्छ अझै? आऊ सानो आऊ। बेबी कहाँ आएको अरे? मन्दिर। तलबाट लहर लहर हिँड्दै तारकेश्वर महादेव आइपुगेको छौँ हामी। भर्खर बेस पोइन्ट जस्तो अझै माथि छ जस्तो लाग्यो मन्दिर। मन्दिर छ भर्खर फर्स्ट टाइम नै आएको हामी। अब हेरौँ त्यही हो कि अब हेर्दै जाउँ थाहा हुन्छ। यहाँ तारकेश्वर कुण्ड रहेछ, यहाँ नागको मूर्ति रहेछ। कुण्डमा पानी भर्ने काम हुँदैछ बल्ल। धन्यवाद। बजा बजा बजा। शाबाश जी भगवान, शाबाश। तारकेश्वर मन्दिर लेखेको ठाउँबाट पनि अझै तल छ। त्यहाँबाट अझै माथि भर्याङ चढ्दै 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 यस्तो ठाडो छ। फेरि भर्याङ चढ्दै चढ्दै हामी बेबीलाई बोकेर ए माथि बाबा माथि पुछ्याउनु भयो। गाह्रोमा बस्नुपर्छ क्या, अनि पो हामीलाई सजिलो हुन्छ त। के उल्टो भयो? ज्यान घट्छ, हेल्दी हुन्छ। धन्यवाद। अब तारकेश्वर बुढा मन्दिरमा आइपुग्यौँ हामी। अब यसरी हो तलबाट हजुर आयौँ। ल यताबाट अझै माथि जानु छ, हिँड्न सुरु गरौँ। हजुर अब मन्दिर जानलाई यहाँ जुत्ता खोल्ने कार्यक्रम हुँदैछ है। जुत्ता मोजा खोल्नुहोस् खोल्नुहोस्। अब यहाँबाट अझै भर्याङ चढेर ठाडो भर्याङ छ यहाँ, त्यसपछि जानुपर्छ है सबैजना है, सर जानुपर्छ। फाइनल्ली हामी ओ तल फाँटबाट माथि आइपुगेका छौँ डेस्टिनेसनमा। तारकेश्वर महादेव। यहाँ चढ्ने भर्याङ फेरि एकदम ठाडो रहेछ, खतरा बाटो छ। ए ठाडो भर्याङ बेबी, मेरो बेबी ठाडो भर्याङ चढ्छ अब। ल हिँड 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 बिस्तारै समात्दै हिँड।
मेरो बेबी चढ्यो तारकेश्वर महादेव मन्दिर चढ्यो मेरो बेबी चढ्यो चढ्यो पैसा हाल त्यहाँ भगवान्लाई जी भगवान्लाई त्यो ठाडो भएको छ यहाँबाट भयो हालेन सकेन दादाले हालिदियो छ्याबा जी भगवान् गर ल तलबाट बजाउने घन्टी तलबाट ऊ तल समाउने छ तल समाउने ठाउँ छ सुल्टो डराएर उल्टो झर्दैन हुन्छ दर्शकहरू सुल्टो हेर्नु भयो फेरि हाम्रो बेबीको केरा उहाँ पाहुनाले चोरेर खाइदिनु भयो त्यहाँ चामल छ सेम्पू साबुनले लगाएको हुन्छ नि स्टाइल गर्छ नि फेरि लगाएपछि त्यतिकै हामी कपडा लगाउँदैछ नि पानीले प्रक्षालन गरेर फेरि त्यो माथि डाँडामा दर्शन गरेर आएर अब यहाँ दर्शन गर्ने काम हुँदैछ चौसठी मात्रै होला यो त अब यताबाट आऊ तिमी यो भर्याङ यो भर्याङबाट आउने झर्दा त्यो भर्याङ आउँदा यो भर्याङ हुने राखिदिएको हामी चाहिँ अब दर्शन गरेर अब हाइकिङ पर तलतिर यहाँ पाते बाजा बज्दैछ अगाडि प्याएर पु 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 गर्दै सुन्यो कि सुन्थेन पु पु पाते बाजा पात बजाउँदै भन्ने गीत भाइरल भएको थियो अहिले उकालो चढ्न सजिलो ओह्रालो झर्न गाह्रो हामीले चाहिँ होइन भयो के बेबी ए तारकेश्वर महादेव 40 वर्षमा गएर आएका बन्ताहरू लिएर जन्मेर भर्खर फर्स्ट टाइम जन्मेर आएका सबैजना जन्मेर सबैजना फर्स्ट टाइम महादेव जनताहरू थके मार्दैछन् हेलो लज्जावती झार हुनुहुन्छ फेरि उहाँ होइन एक नम्बरको लज्जावती एउटा कहाँ माथि डाँडातिर भगवान्लाई भेटेर आएर हामी अब झर्दैछौँ उहाँ लज्जावती झार आउँदै हुनुहुन्छ खोइ भने खोज्नु होला है बेबी चाहिँ हामीसँग हुनुहुन्छ माथि डाँडामा बज्यो है बज्यो के बल पर्छ एक्जाम पढेपछि बजाएर